हेलो गुड मर्निङ सम्पूर्ण साथीभाइहरूलाई, सम्पूर्ण फ्रेन्डलाई। आज चाहिँ म बेङ्गलोर भन्ने ठाउँमा चाहिँ तपाईँहरूलाई थाहा छैन होइन, कतिलाई देखाइ पनि गइरहेको छु तपाईँहरूलाई। कडेल जब भन्छ है, यो चाहिँ कडेल यो भनेको चाहिँ कम्पनी हो। अब इन्डियाको विशेष भनौँ, इन्डियाकै मात्र नभएर यो चाहिँ अरू कन्ट्री हुँदी पनि होइन, यो चाहिँ पुरै अन्तर्राष्ट्रियमा चाहिँ यसको चाहिँ ब्रान्चहरू छ होइन। यो जस्तै मानव अधिकार हुन्छ नि, त्यस्तै एउटा मानव अधिकारको अब एउटा भनौँ ह्युमन रेस के हो त होइन। अब मानव अधिकार भनेको त तपाईँहरूलाई थाहा छ पक्कै पनि हो। मानव अधिकार हुन्छ भने कुकुरहरूको पनि, यिनीहरूको पनि एउटा त्यस्तै खाले भनौँ, कुकुरहरूको पनि एउटा जमात, उनीहरूको पनि एउटा अधिकार, यिनीहरूको पनि एउटा त्यस्तो हुँदो रहेछ क्या। जस्तै कि अब यिनीहरूलाई अब ट्रिट गर्नु पर्यो। यो चाहिँ कम्पनी हो, म चाहिँ गरेको अहिले काम कम्पनीमा चाहिँ। अब यिनीहरूलाई चाहिँ यसो बाहिर भनौँ 30-35 मिनट चाहिँ सट्ट अब ट्रिट गराउने हो, टुर गराउने हो होइन। सर जस्तै कि अब यसरी सर बिहान ट्रिट गराइसकेपछि चाहिँ तपाईँको अनि लगेर फेरि अपार्टमेन्टमा छोडिदिने होइन। अनि फोटोहरू चाहिँ अब यसको अब जस्तै यो कुकुरको फोटो माग्छ अन्तिममा 30 मिनट क्रस भएपछि उता कम्पनीबाट, अनि हामीले चाहिँ फोटो खिचेर चाहिँ कम्पनीमा पठाइदिनु पर्ने हुन्छ गाइड होइन। अनि त्यस्तै गरी जस मलाई थाहा थिएन यस्तो कुरोहरू, तर अहिले जुन बेङ्गलोरमा आउँदाखेरि चाहिँ अब कुकुरको पनि एउटा होइन यस्तो एउटा कम्पनी हुँदो रहेछ, कुकुरलाई पनि हेर्ने। कुकुरको पनि अब कुनै कुकुरलाई कसैले अब कुट्यो भने त्यसलाई कानुन लाग्छ अब होइन, मार्यो भने कानुन लाग्छ, मान्छे मारे जस्तै एउटा कानुन लाग्दो रहेछ भन्ने कुरो चाहिँ यो चाहिँ युएसए यसको ब्रान्च चाहिँ अब भनौँ यहाँ सानो होला, तर अब ठुलो युएसएदेखि लिएर होइन, ठुल्ठुलो अमेरिकादेखि लिएर हरेक कन्ट्रीहरू अब स्विजरल्यान्ड सबैतिर चाहिँ छरेको रहेछ यसको चाहिँ भनौँ न कम्पनीहरू होइन, ब्रान्चहरू। अनि त्यसैले म चाहिँ अब यो कम्पनीमा अब कडेलमा काम गरिरहेको छु हजुरहरू है। त्यसैले हजुरहरूलाई बिहानै अब यसो मर्निङको भिडियोहरू चाहिँ तपाईँहरू माझमा चाहिँ मैले उपस्थित गराएको छु होइन। तपाईँहरूले के कस्तो लाग्छ होइन, अब डग प्रेमीहरूले होइन, अब मनपर्छ सेयर गरिदिनु होला होइन। अब मन पर्दैन कमेन्ट अब गरिदिनु होला। नराम्रो छ भने ठिकै छ होइन। अब कुकुर कतिले त भन्छ नि त कुकुर यता त्यता अब होइन, त्यो टाइपको चाहिँ अब मान्छे हुनु भएन क्या। एउटा अब बुद्धले होइन कसैलाई घृणा गरेन नि त, बुद्धले त होइन सबैलाई माया गर्यो होइन। जति पनि मान्छे छ त्यति सबैलाई माया गर्यो नि त होइन। अनि यता चाहिँ हाम्रो भाइ हो, उता नेपालकै भाइ हो होइन, सेक्युरिटी गरिरहेछ। अनि अब बुद्धले त कसैलाई घृणा गरेन नि त। अब बुद्धले भनेको त जस्तैलाई पनि एउटा अँगालो होइन, अँगाल्ने, एउटा माया दिने, ममता दिने होइन। किन भन्दाखेरि हो त्यो भनेको चाहिँ के हो भन्दाखेरि त्यसलाई भन्छ ज्ञान भन्छ क्या हो। त्यही भएर चाहिँ एउटा होइन हरेक कुरोलाई चाहिँ घृणा इन्कार गर्ने होइन, उसलाई चाहिँ एकदम भनौँ माया गर्ने हो। पशु पन्छीलाई त झन् हामीले भन्नुपर्दा माया गर्नुपर्छ, किनभने मान्छे त बोलेर पनि यता त्यता अब हरेक कुरो भइहाल्छ। खानु छैन भने बोलेर म भोकै छु भन्दा पनि अब उसलाई सबैले होइन ठिक छ भनेर अब भाषा बुझ्छ दिन्छ। तर अब कुकुरको त कसले भाषा बुझ्ने, ऊ भोक लागेछ भने अब ऊ चुप्पो लागेर अब बसिरहेछ दिन्छ भनेर। तर मान्छेलाई चाहिँ उसको भाषै थाहा छैन अब उसलाई भोक लागेको छ भन्ने होइन।
हो त्यही भएर चाहिँ कुकुरलाई माया गर्नुपर्छ तपाईँ हामीले होइन, माया गर्नुपर्छ, एकदमै माया गर्नुपर्छ तपाईँ हामीले भन्दै होइन। अब मेरो चाहिँ छोटो भनाइहरू चाहिँ अब यहीँ तपाईँहरू माझमै यहीँ भनौँ यहीँसम्म राख्न चाहन्छु भन्दै आजको भिडियोलाई चाहिँ यहीँसम्म चाहिँ स्थगित गर्न चाहे। फेरि नेक्स्ट भिडियोमा आउनेछौँ गाइज भन्दै अहिले चाहिँ बाइ बाइ दोस्त।